Namaste everyone. This is Arjun and you are back into another episode of Hood Nepal. We have Anish today with us and Anish is an entrepreneur. So I'll be asking some questions to Anish regarding the Lipu Lake and Mahakali. So के छ Anish? नमस्ते दाइ। So नमस्ते. तिमी तिम्रो एजुकेसनको लागि इन्डिया जाने गर्थ्यौ होइन? हजुर हजुर थ्रु बनभासा. हजुर हजुर So can you share me your experience त्यो महाकाली नदी क्रस गर्दाखेरि like what you saw over there? हुन्छ दाइ। मैले स्कुलिङ नैनीतालबाट गरेको दाइ। नैनीताल म पढ्दाखेरि नैनीताल उत्तराञ्चल स्टेटमा पढ्थ्यो, तर रिसेन्टली चाहिँ उसको उत्तराञ्चलबाट उत्तराखण्ड भन्ने भएको छ। Okay. अनि हामी स्कुल म होस्टेल बसेर पढेको किनभने इन्डियामा थियो। अनि त्यहाँदेखि चाहिँ हामी होस्टेल स्कुल जाँदाखेरि चाहिँ हाम्रो प्राइभेट भेहिकल चाहिँ महेन्द्रनगरसम्म जान्थ्यो क्या। महेन्द्रनगरदेखि उतातिर चाहिँ जाँदाखेरि चाहिँ एउटा ब्रिटिस काल हुँदाखेरि ठुलो ड्याम बनाएर रहेछ क्या दाइ। त्यो चाहिँ बनभासामा होइन त? हजुर हजुर। अनि Okay. त्यो चाहिँ हामीलाई क्रस गर्नु पर्दो रहेछ इन्डियातिर जाँदाखेरि। अनि हामीलाई त्यो क्रस गर्दाखेरि चाहिँ त्यो सायद एकदम जायन्ट त्यो थियो क्या दाइ ड्याम। त्योमा 2-3 किलोमिटर थियो होला। त्यो हामीलाई चाहिँ बाई रिक्सा जानु पर्थ्यो। त्यो हुन्छ नि मान्छेले चलाउने रिक्सा, त्यसले जानु पर्थ्यो। अनि हामी बच्चाहरू चाहिँ यताउता हेर्दाखेरि चाहिँ त्यहाँको मान्छेहरूले लाइक रिक्सा जुन चलाइरहेको त्यहाँ दाइहरूले यो इन्डिया हो, यो नेपाल हो, यहाँदेखि यस्तो हुन्छ भनेर भन्थ्यो होइन। अनि इन्डिया साइडमा हेर्दाखेरि चाहिँ त्यहाँ चाहिँ एकदम ह्युज मिलियन्स अफ ग्यालन्स अफ वाटर थियो क्या दाइ त्यहाँ। अनि हाम्रो नेपालमा हेर्दाखेरि चाहिँ एउटा जुन सानो खोला जुन इरिगेसनको लागि युज गर्छन् किसानहरूले, त्यस्तो थियो क्या दाइ। अनि मैले जहाँसम्म थाहा भएको कुरा हो, पहिला एउटा ट्रिटी साइन भएको रहेछ Okay. त्यो ब्रिटिस पालामा ब्रिटिसहरूले गरेको। बनभासा ट्रिटी त्यो हजुर चाहिँ त्यो 1920 मा भएको. हजुर हजुर। अनि त्योमा चाहिँ के भएको रहेछ भने कन्ट्र्याक्टमा चाहिँ 50% इन्डियालाई जाने, 50% नेपालले लैजाने पानी। हजुर. तर त्यहाँ मैले देखेको अनुसार चाहिँ 90% चाहिँ इन्डियासँग छ पानी, त्यो 10% चाहिँ नेपालसँग छ क्या दाइ। ए ओके. अब यस्तो रेनी सिजन मनसुन सिजनमा चाहिँ हाम्रो नेपालमा बाढीहरू आउने गर्दछ। अब त्यो इन्डियाले इनकेस त्यो ड्यामको केही ढोकाहरू मात्रै खोलिदियो भने हाम्रो नेपालमा भएको बस्तीहरूलाई एकदम जोखिमपूर्ण छ क्या दाइ। अहिले पनि डुबिरहन् र आउने फ्युचरमा पनि तिनीहरू झन् ह्युज ड्यामेज हुन्छ तिनीहरूलाई। त्यही भएर यो सबैजना लिपुलेक 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 भन्छन्, यो हाम्रो नेपालको यस्तो भएन उस्तो भएन। तर जुन त्यो त्यहाँ तिनीहरूको त्यो जुन गुन्डागर्दी जस्तो भनौँ न एउटा, त्यहाँ आफूले चाहिँ धेरै पानी नेपाललाई चाहिँ नदिने भएर त्यहाँ चाहिँ मान्छेहरूलाई थाहै छैन क्या। कति मान्छे त त्यहाँ यस्तो छ र भन्ने पनि मैले भेटाएको छु क्या दाइ, त्यस्तो छ। ए भनेपछि लाइक तिमीलाई चाहिँ यो अनफेयर भयो भन्ने भयो नि त? हजुर दाइ, किनकि अनफेयर। इन्डियामा चाहिँ लाइक 80% पानी गएको छ, हजुर नेपाललाई हजुर चाहिँ पानी गएको छैन. हजुर अनि तिम्रो ऊ अनुसार चाहिँ जस्तै हाम्रो जब यो मनसुन सिजन भएको हुन्छ हजुर त्यति बेला चाहिँ इन्डियाले आफ्नो एक्स्ट्रा गेट्सहरू खोलेर हजुर त्यसले गर्दाखेरि चाहिँ नेपालमा फ्लड आउने हो. हजुर अनि अर्को एउटा कुरा सोध्छु, जस्तै तिमी त्यहाँ जाँदाखेरि फ्लडिङको बेला हजुर त्यो टाइममा लाइक केही केही लाइक इन्डियाले केही फ्लडिङको लागि फ्लडिङ कन्ट्रोल भनेर लाइक डिड यु सी एनी इन्फ्रास्ट्रक्चर बिल्ड अन द्याट? होइन, जस्तो ब्रिटिस कालमा बनेको थियो हजुर. त्यस्तै नै छ दाइ। त्यो पछि यस्तो इन्डियाले यस्तो थपे, मैले उस्तो थपे मैले चाहिँ देखिनँ है। ए अब अहिले चाहिँ होला, आई डोन्ट नो। तर हामी जाँदाखेरि चाहिँ जस्तो ब्रिटिस एम्पायरमा उनीहरूले बनाएको थिए स्ट्रक्चर, सेम त्यो स्ट्रक्चर नै थियो। त्यो सेफ्टीको लागि कुनै कुनै एक्स्ट्रा के गर्ने त्यो चाहिँ मैले देखेँ। भनेपछि तिम्रो कुरा अनुसार यो हाम्रो मेन इस्युज चाहिँ ल्यान्ड लिपुलेक ल्यान्डको चाहिँ भएन, त्योभन्दा पनि मेन चाहिँ वाटर फ्लो पानीको भयो. हजुर हजुर ओके. कमिङ ब्याक टु द टपिक द्याट वी वर टकिङ अबाउट महाकालीको पानी होइन, जुन चाहिँ इन्डियाले लाइक त्यो डाइभर्ट गरेर आफ्नोतिर लिएर गएको छ भन्दै थियो. आइ एम भेरी सरप्राइज टु नो अबाउट द्याट. हजुर। अब यो यताको किनभने पछि यहाँको धेरै मान्छेलाई थाहै छैन दाइ यो बारेमा। किनभने चाहिँ काठमाडौँदेखि महेन्द्रनगर इज भेरी फार, अलमोस्ट 800 800 900 किलोमिटर. किलोमिटर्स त्यहाँ। अनि नेपालको अलि रोड कन्डिसनले पनि मान्छेहरू चाहिँ 100 किलोमिटर त्यो गर्दा त्यस्तो हुन्छ होइन। तर अहिले चाहिँ हामी तपाईँले युट्युबहरूमा धेरै युट्युबर्सहरूले वहाँ गएर कस्तो रहेछ त यो भनेको साँचो हो कि होइन भनेर उहाँ चाहिँ गएको भिडियोहरू पनि भ्लग्सहरू पनि तपाईँले आर्टिकल्सहरू सबै तपाईँले युट्युब च्यानलमा तपाईँले हेर्न सक्नुहुन्छ। अनिस हजुरको कुरा सुनेर त म एकदमै अचम्मित भएँ यार.
पहिला चाहिँ हामीलाई चाहिँ यो खालि ल्यान्डको मात्रै डिस्प्युट भनेर भनिन्थ्यो यो लिपु लेक भन्ने, तर यो कुरा त महाकाली रिभरको पनि रहेछ होइन। जुन तपाईँले भने जस्तो महाकाली रिभरको पानीको फ्लो जुन इन्डियाले डाइभर्ट गरेर आफ्नोतिर लिएर गएको छ, यो कुरामा त इभन अडियन्स पनि अवेर छैन जस्तो छ। थ्याङ्क यू अनिस, लास्टली तपाईँ आइदिनु भयो, आफ्नो कुरा राखिदिनु भयो हामी माझमा, त्यसले गर्दाखेरि हामीले यो कुराहरूलाई नयाँ एङ्गलबाट सोच्न सक्ने एउटा बाटो देखाइदिनु भएको छ। थ्याङ्क यू दाइ। अनि नेपाल हुड टिम मेम्बरहरूलाई जसले मैले बच्चादेखि मेरो मनमा त्यो बसिरहेको कुरालाई यहाँ हजुर सामुहरू भन्नु पाउँदा म धेरै आफूलाई खुसी ठानिरहेको छु र मैले दिएको थोरै इन्फर्मेसनले पनि थाहा नभएको मान्छेलाई अवेरनेस होस्, त्यही भन्न चाहन्छु। थ्याङ्क यू। आजलाई यति नै। अर्कोचोटि म हजुरलाई अर्को इन्ट्रेस्टिङ टपिक ल्याउँदैछु। म अर्जुन, साइनिङ अफ फ्रम हुड नेपाल। पिस।